मान्छेले भन्न त भनेका थिए 3 महिनापछि तिमीलाई छाड्छ भनेर। अशोकका कुरा सुनिराख्दाखेरि झन्डै हाम्रो आँखा रसायो र अशोकको त्यो यात्रा जीवनको यात्रा अशोक त अब हिरो भइसक्यो त। एकचोटि हिरो अशोकलाई जोरदार ताली। जिरोदेखि हिरोसम्मको यो यात्रा हो अशोकको। अशोक हामीलाई गीत सुनाउने हो? हुन्छ दाइ, ल सुनौँ न। मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन, आकाशैमा उडी जाने ए चरी भन, दुनियाँलाई निहाल्ने त आकाश पनि भन, मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन। धन्यवाद। तर मैले गरेको कामहरू, मैले अशोकका लागि गरेका स्ट्रगलहरू र पर्दामा देखिने अरू घटनाक्रमहरू जुन हजुरहरूलाई थाहा छैन, हामीले के भएका छौँ र अशोकले के गरेका छन्, मैले कसरी सम्हालेको छु होला, सम्हाले होला। सँगै देख्नुहुन्छ ए यार अशोक बच्चा हुर्काउनु कस्तो हुन्छ, हजुरहरूलाई पनि थाहा छ होला सायद, त्यो कुरा भन्नु पर्दैन। र केही अन्तिम डायलग अनुसारका केही छन् र मैले भोगिरहेका कुराहरू नै हुन् यी, र यही भोगाईको अनुभवले नै बनेको हो यो चलचित्र। कतिले कुरा काट्थे अशोकलाई अब एउटा गीत रेकर्ड गरिसकेपछि बाटोमै छोड्छ भनेर कतिले उयो गर्थे, तर अहिलेसम्म हामी सँगै छौँ, हामी एउटै ठाउँमा बस्छौँ, एउटै ठाउँमा खान्छौँ। एआरलाई जस्तो गर्नुहुन्छ मलाई त्यस्तै नै गर्नुहुन्छ। हाम्रो ड्रेस पनि लगभग सेम छ, हामी दाजुभाइ जस्तै छौँ, केही चिजमा फरक छैन। म एउटा चिज भन्न त चाहन्छु, दाई इज ग्रेट। थ्याङ्क यू दाई, थ्याङ्क यू सबैजनालाई। हामी यो चलचित्रको माध्यमबाट म क्यु खोलिदिइरहन्छु। अहिले लगभग नेपालभरको विद्यालयमा हामीले एउटा कोर्स खडा गर्दैछौँ। यहाँ हामीले एउटा डायलग लुकायौँ अझ, तपाईँहरूलाई म त्यो एउटा डायलग सुनाउन चाहन्छु। तपाईँहरूले एन्सर सायद दिन सक्नुहुन्न 99ले। एकचोटि छातीमा हात राखेर भन्नुहोस् त, हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ? हजुर 99को सायद एन्सर छैन, एकचोटि छातीमा हात राखेर भनौँ त, हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ? अनुपजीले भनिदिनुहुन्छ यसको एन्सर। हजुरले के गर्नु भएको छ? हो राइट हो। त्यसपछि पनि अरू सिम्पल लजिक छ, म लजिक पनि भनिदिन्छु यो सम्बन्धी। हामी हिन्दू धर्ममा छौँ, दुईटा पक्षलाई एउटा हामीले भगवान मान्दा रहेछौँ। एउटा बाआमा भनेका माता पिता देवो भव र गुरुदेव भव। एउटा माता पिता देवतालाई चाहिँ हामी हरेक कुरा गर्दा रहेछौँ, सम्झौँ त, हरेक कुरा गर्दा रहेछौँ। भगवानले हामीले दिएका छौँ संज्ञा। र अर्को गुरु हुनुहुन्छ, गुरुलाई पनि हामीले भगवानको संज्ञा दिएका छौँ। एउटा गुरुको लागि चाहिँ हामी सबै गरिरहेका छौँ, जीवनभरि गर्छौँ, गर्नै पर्ने हाम्रो सिस्टम बस्दियो। त्यतिखेर सिस्टम बस्दिएको थियो, गुरुको लागि पनि गुरु भगवान हुन्, गुरुको लागि पनि केही गर्नुपर्छ भन्ने सिस्टम बस्दिएको थियो भने सायद नरज दाइ पहिल्यैबाट यो सुरुवात हुन्थ्यो। तर अलिकति त्यो हामी सबैले बुझेकै कुरा हो र त्यही नै छ। यदि छोटोमा मैले भने हामी यस चलचित्रको माध्यमबाट सफल भयो भने नेपालभरिको विद्यालयमा हामीले केही गर्दैछौँ, जसले गुरुहरूका लागि केही गर्नेछ।